अर्को एजुकेशनल च्यानल इन डेप्थ स्टोरी देख्नु भएकै छ होला, जसमा थम्बनेलको टेस्ट एउटै तरिकाले प्रयोग गरिरहेको हुन्छ। यस्तो थम्बनेलमा टेस्ट प्रयोग गर्नको लागि के गर्ने त? एट फर्स्ट हामी फोटोसपमा एउटा टेस्ट लिनेछौँ। मैले टेस्टको कलर व्हाइट कलर राख्दिएँ। अहिले फर इक्जाम्पलको लागि म कुनै टेस्ट लिन्छु। यसमा म प्राइम मिनिस्टर भनेर भनिदिन्छु। अनि त्यसपछि यो टेस्ट लेखिसकेपछि म एउटा यहाँदेखि नयाँ लेयर लिनेछु। नयाँ लेयर लिइसकेपछि म यता रेक्टेङ्गल टुल लिनेछु र रेक्टेङ्गल टुल लिएर एउटा रेक्टेङ्गल बनाउनेछु। रेक्टेङ्गलको कलर म रेड राखिदिनेछु। यसपछि यो रेक्टेङ्गलको लेयर हाम्रो टेस्टको लेयर रेक्टेङ्गलको लेयर भन्दा माथि अनि रेक्टेङ्गल लेयर तल राख्नेछु। त्यसपछि यो अलि हाम्रो रेक्टेङ्गललाई यसरी एडजस्ट गर्नेछु। कन्ट्रोल टी गरेर अलि ठुलो बनाउँछु अनि एडजस्ट गर्नेछु। ओके, यति भइसकेपछि अब यो हाम्रो जुन टेस्टको लेयर छ, यो लेयरमा अलिकति ड्रप स्याडो, ब्ल्याक कलरको ड्रप स्याडो राखिदिन्छु। ओके, यो हाम्रो रेडी भइसकेको छ।